एक समयको कुरा हो। एउटा घना जंगलमा एकदमै शक्तिशाली र घमण्डी सिंह बस्थ्यो। ऊ दिनहुँ धेरै जनावरहरू मारेर खान्थ्यो। जंगलका सबै जनावरहरू डरले त्रसित थिए। एक दिन सबै जनावरहरू भेला भए र सिंहसँग सम्झौता गरे, हे सिंह महाराज, तपाईलाई हरेक दिन एउटा जनावर आफै तपाईको गुफामा पठाइदिन्छौं। कृपया हामीलाई अनावश्यक रूपमा नमार्नुहोस्। एक दिन पालो आयो सानो खरायोको। सबै जनावरहरू दुखी भए, तर खरायोले हिम्मत गरेर भन्यो, म जान्छु, तर म सिंहलाई एउटा पाठ सिकाउँछु। ढिलो गरी सिंह कहाँ पुग्यो। रिसाएको सिंहले सोध्यो, किन यति ढिलो आयो? खरायोले चालाकीले भन्यो, म बाटोमा आउँदै गर्दा अर्को सिंहले मलाई रोकेर भन्यो, ऊ नै जंगलको राजा हो। यो सुनेर सिंह झन क्रोधित भयो। मलाई त्यहाँ लैजाऊ, उसले गर्जियो। खरायोले सिंहलाई एउटा गहिरो इनारतिर लग्यो र भन्यो, त्यही इनारभित्र त्यो सिंह छ। सिंहले इनारमा झुक्किएर हेर्दा आफ्नै प्रतिबिम्ब देख्यो। उसले त्यो अर्का सिंह हो भन्ने ठानेर हाम फाल्यो र इनारमै डुबेर मरे। यसरी सानो तर बुद्धिमान खरायोले आफ्नो बुद्धिले शक्तिशाली सिंहलाई हरायो। सबै जनावरहरू खुसी भए।